morning everyone. मैले घुमाउनु नि आज मलाई सारा नि नालाहरु पनि देखिन्छ यो नालाहरु चाहिँ हामी देखाउनु यो थोपडामा यति लाइन परेको थाहा छैन लोकल घिउ लोकल छुर्पी ब्रेकफास्ट मर्निङ एभ्रिवान भर्खर उठ्यो 8 बजी छ बिहान उठ्ने बेलामा चाहिँ अलिकति उठ्यो तर अहिले चाहिँ घाम लागिसकेको छ गेट भ्यू के भन्छ यसलाई ओइ यो मन्दिरको यसलाई के भन्छ अरे कालिम्पोङ होइन के यो 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 यिनीहरू के मन्दिरको सामग्री पूजाको सामान के सामान रे यतिकै फोन चलाएर बस्ने हो यतिकै चुप लाएर बस्ने म मास्टर छौँ त्यहाँनिर हामी अब यो यस्तो जानेछौँ अनि हिमाल देखाउनेछौँ धन्न मसँग घुम्न पाएको छ हिँड्न पाएको छ रमाइलो भइरहेको छ मैले सरापेर किन सराप्नु तिमीलाई अनि जबरजस्ती घुम्न लगाएको ए जबरजस्ती घुम्न लागेर त झन् मैले सराप्ने मैले घुमाउनु नि आज मलाई सराप्नु तिमीले त सरापेको के मेरो यहाँ खुट्टा ठोक्यो नि त ऊ आइसेर नि ओ हिमाल 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 भन्न आएछ हिउँ हिउँ अब हामी चाहिँ त्यो माथि टाढामा जानेछौँ त्यो टाढाबाट चाहिँ पारी किनकि अहिले वेदर एकदम क्लिन छ क्लिनको कारणले चाहिँ पारिबाट चाहिँ हामीले हिमालहरू चाहिँ एकदम क्लिन देखिन्छ त्यो हिमालहरू चाहिँ हामी देखाउनेछौँ लेट्स गो यो चाहिँ के हो भन्दाखेरि यहाँ पुरा हिउँ पर्छ हिउँ पर्ने बेलामा यहाँ के छ त्यो राखेर यहाँ चाहिँ यस्तो राखेर तलसम्म पुऱ्याउँछ ल हेर तिमीलाई मैले कस्तो ठाउँमा हिमाल देखाउने ठाउँ ल्याएको थियो देख्छ यस्तो हिमाल देखाएको छ कहिले देखेँ त कहिले देख्यो भर्खर ए मैले देखाएको देखेँ टिभीमा कहिले भ्लग बना भए पो यो थोपडा लेखिदिएर हुन्छ यो थोपडामा यति लाइन परेको थाहा छैन अनि खै खै छैन त यतापट्टि पनि छैन खै कहाँ छ तलपट्टि पनि छैन माथिपट्टि पनि छैन मजा आउँछ है यो हिमाल हेर्न त साँच्चै हो नि अब चाहिँ हामी माथि मन्दिर जान लागि जाँदैछौँ कसरी हो यो 200 ल अब हामीले यस पूजाको सामानहरू किनिसक्यौँ आमाले सब पूजा रेडी गरिदिनु भयो ल जाउँ ल हामी यहाँबाट जानेछौँ ल हामी केबल कार चढ्ने ठाउँमा आइपुग्यो केबल कारलाई वेट गर्दैछौँ यहाँले हाम्रो लिनेलाई केबल कार आइसकेको छ हामी हिँड्यौँ ओइ हामी हिँड्यौँ उड्यौँ डेटिङमा तल हेर डेटिङमा हामी झरिचिया छौँ यताबाट अब हामी यहाँबाट झरिचिया छौँ कहाँबाट जाने यताबाट आइस आइस मेरो घरमा फ्रिजमा छ भनिदिन्छ किनभने के को आइस यो त नेचुरल हो नि त मौसम के देखो इशारे
कितने हंसी है नजारे, मौसम के देखो इशारे। तो अब हामी यहाँबाट तल निस्किनेछौँ। हामीले टिकट अलाउ पनि लाग्यो, मन्दिरमा पूजा पनि गऱ्यौँ। तर भित्र बसेर चाहिँ पुराहरू भिडियोहरू गर्न मिल्दैन रहेछ। तर एराउन्ड वरिपरि भन्ने आएको थियो, गरेन, अलिअलि गरेँ। अब यहाँबाट हामी झर्नेछौँ। यहाँबाट हामी यहाँ कुरिङ के अरे कुरी भिलेज, खै कहाँ गयो कुरी भिलेज, हामी यहाँ जानेछौँ। अनि यहाँबाट हामी आफ्नो बाइक स्टार्ट गरेर हामी त्यसपछि तल झरेर तलतिरै खाना खानेछौँ। यहाँबाट चाहिँ हामी ब्रेकफास्ट गरेर जानेछौँ होइन त। के हो सोचे जस्तो चाहिँ हिउँ चाहिँ छैन है, त्यही हो। तर यहाँ हिउँ खेल्न होइन दर्शन गर्न आउने हो। भ्यू चाहिँ बबाल, भ्यू चाहिँ वान हेर। हामी जाने भइन हामी तल झऱ्यो। छुर्पी तल पसलबाट कति भयो अरे? हामीले यो एउटा आइको चाहिँ 150 रहेछ, अनि एउटाको चाहिँ 100 रुपियाँ रहेछ। 5 लिँदा एउटा फ्री। हामीले चाहिँ 2 करोडको सपिङ हानेर आएको छ। सपिङ पनि कडा छ नि फेरि। घिउ, लोकल घिउ, लोकल छुर्पी होइन, नुन खाएको कुखुरा जस्तो झोक्राएर बसेको छ। अब गएर अब नुन धेरै खानुपर्छ, हामी झोक्राउनुपर्छ ल। तर खासै क्राउडै छैन है, हिउँ पर्नुपर्छ क्राउड हुँदैन। तर हामी अस्ति फर्स्ट टाइम आउनु बेला खतरा थियो है मान्छे, खतरा त भनेर। कौन है पीछे तो देखो पीछे, पीछे देखो पीछे, पीछे त देखो। फाइनली हामी माथि कालिम्पोङबाट पूजा गरेर आएको छौँ। पूजा गरेर हामी केबुल कारबाट बाहिर निस्किने बेलामा चाहिँ हाम्रो अलिअलि यहाँको अर्ग्यानिक घिउ, अनि त्यसपछि यो के अरे बेबी अर्ग्यानिक छुर्पी, अर्ग्यानिक छुर्पी के अरे छुर्पी कि के अरे छुर्पी हौ छुर्पी लिएर आयौँ। अब त्यसपछि चाहिँ अब हामी उता हाम्रो उसमा जाँदैछौँ, होटल जाँदैछौँ। अनि होटलमा गएर अनि ब्रेकफास्ट गरेर के गरेर ब्रेकफास्ट खाजा खाएर अनि हामी यहाँबाट अब निस्किनेछौँ। निस्केर हामी तल अब कहाँनिर हुन्छ त्यहाँ राम्रो कहाँ खाना खान पाउँछ त्यही खाना खानेछौँ। तर हिजो बेलुका यहाँ खाना खाएको थियो। साँच्ची एउटा कुरा मलाई याद आयो, हामी आउने यो के अरे दोलाखा रिसोर्टमा सर्भिस राम्रो लागेन है, खाना पनि मिठो लागेन है, के हो है कुरा चाहिँ यो हो। कोइला बारबिक्यू खाएको कोइला पुरै खतरा हो नि। तर हामी खतरा कोइला खाने मान्छे। तिमी त मान्छे नै हेरेर कोइला जस्तो छ भने खाइहाल्छ नि। खाजा खान लागेको हामी यहाँबाट हामी खाजा खाएर निस्किनेछौँ होइन। बाइकहरू स्टार्ट हुँदैछ। फाइनली अब हामी कालिम्पोङबाट निस्किसक्यौँ। देख्न सक्नुहुन्छ यहाँ कुरी भिलेज। अनि हामी त्यहाँबाट निस्किसक्यौँ। अनि हाम्रो 2 जना चाहिँ गइसकेको छ अगाडि। त्यो भ्यू देखाइदिउँ भनेर यहाँ नजिकबाट होइन, त्यो भएर ल अब हामी कहाँ कहाँ हुन्छ बाटोमा यसो हेर्दै हिँड्नेछौँ है त। एंजॉय करने में ना कंजूसी नहीं करनी चाहिए लाइफ। मैं बताऊं जिंदगी दुख देने में कभी कंजूसी करती है। उफ उफ कभी। यसरी पनि खेल्ने हो त यो त। फाइनली हिउँ पनि खेल्यो। सो अहिले हामी चाहिँ यहाँ मुडेमा छौँ। अन्डा खाना पनि खायो होइन। विक्रम भाइ त 2 चोटि थप्यो पनि, उता पनि थप्यो। यता धन्न भाइ घिउ भएर अझै घिउ भएर अझै कति वर्ष भयो तिमी? किन चाहिँ त्यो वर्ष सोध्छ 40 वर्ष 40 वर्षमा बल्ल बल्ल भात नखाने बेला
ल दिदीलाई धेरै धेरै धन्यवाद दिदी मिठो खाना खानुभयो फर्केर त आइहाल्छौँ सैलिङ जाँदैछौँ हामी फेरि सैलिङबाट आएर खान्छ स्योर हो Women. ए सरी भनिहालेँ मैले मजा आयो ल अब हामी यहाँबाट निस्किनेछौँ हामी चाहिँ तलघाट आइपुग्यौँ हामी जहाँबाट निस्केको थियौँ हामी ठ्याक्कै त्यहीँ आइपुग्यो है ठ्याक्कै त्यहीँ आइपुग्यो ब्रह्मखेला आइपुग्यो हामी यहाँबाट सुरु गरेको थियौँ अब यहाँ इन्डिङ गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ अनि हस् धन्यवाद फेरि पनि म भोलि आउनेछु है त